भिडियो एकदमै इम्पोर्टेन्ट छ, हजुरहरूले हेर्नुहोला। र हाम्रो माटे ग्याङको नाइकेलाई चाहिँ जानकी मन्दिरमा चाहिँ अब पुरोहितहरूले लखेटेको हुनुहुन्छ। र पुरोहितहरूले भन्दा पनि अब त्यहाँका जनता मिलेर चाहिँ गाई काटेर खान पाउनुपर्छ भनेर भन्ने माटे ग्याङको नाइकेलाई चाहिँ लखेटेका छन्। तपाईँहरूले फुल भिडियो हेर्नुहोला। र यहाँ मन्दिरबाट पनि कसरी पैसा लुटिरहेको छ भन्ने कुराहरू तपाईँहरूले यो भिडियोमा हेर्न सक्नुहुनेछ। र भिडियो फुल हेरेर मेरो युट्युब च्यानल दुर्गा वान डटलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइबर गर्न नबिर्सिनु होला। हजुरहरूको माया नै मेरो सबथोक हो र हजुरहरूले माया गरिदिनु होला। र माटेको नाइकेलाई चाहिँ जानकी मन्दिरमा प्रवेश गर्न दिएको छैन र यसको ब्यौराले गर्दाखेरि अब यो पार्टी छिटै सकिँदैछ भन्ने कुराहरू चाहिँ यो भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ। र हजुरहरूले फुल भिडियो हेर्नु होला है त। होइन, मान्छेले अति गर्नु, अत्याचार नगर्नु क्या। क्युआर राखेर पैसा उठाउँदा पनि नभएर देवी देवतालाई चढाएको पैसासम्म बाँकी राखेनन् क्या यो श्रम संस्कृति पार्टीको कार्यकर्ताले। आखिर यो पैसा लगेर यिनीहरूले गर्छन् चाहिँ के हो? क्युआर पनि राखेर मागेका छन्, अब देवी देवतालाई चढाए पैसा नै सरामसुम पारेछन् है। घरबाट यसरी युवाहरूले लखेटेका छन्। दर्शकवृन्द, हामी हेर्न सक्छौँ माननीय सांसदलाई यति बेला लखेटेका छन्, हेर्न सक्छौँ हामी। उहाँ यहाँबाट भाग्नु पर्ने अवस्था। आर्यन राईलाई माइती घरबाट यसरी युवाहरूले लखेटेका छन्। दर्शकवृन्द, हामी हेर्न सक्छौँ माननीय सांसदलाई यति बेला राजावादीहरू विशेष गरी दुर्गा प्रसादका कार्यकर्ताले लखेटेका छन्, हेर्न सक्छौँ हामी। उहाँ यहाँबाट भाग्नु पर्ने अवस्था। दर्शकवृन्द हेर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ यति बेला आर्यन राई यहाँबाट लखेटिएका छन्। दर्शकवृन्द लखेटिएका छन्, हेर्न सक्नुहुन्छ। गाई काट्न पाइँदैन, राजतन्त्र जिन्दाबाद भन्दै यति बेला हेर्न सक्नुहुन्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जनकपुर धाम वासीहरूले गो ब्याक पास्टर भन्दै जानकी मन्दिर प्रवेशको क्रममा निषेध गरेका छन्। साम्पाङ आज बिहान करिब 11 बजे समर्थक सहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम रहेको थियो, तर उनी मन्दिर पुग्नु अघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूबीच मन्दिर परिसरमा धकेल मचिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको अवस्था देखेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हर्क साम्पाङलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। हिन्दू सम्राट सेनाले हर्क साम्पाङलाई क्रिस्चियन धर्मको प्रचारक भन्दै गो ब्याक पास्टर भन्दै चर्को नारा लगाएको थियो। हिन्दू सम्राट सेनाले हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो। सोही घोषणापछि मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षा कर्मीहरू परिचालन गरिएको थियो। विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाइसकेको छ। घटनापछि मन्दिर क्षेत्रमा केही बेर सुरक्षा सतर्कता बढाइएको थियो। यो घटना लगत्तै हर्क साम्पाङले फेसबुकमा प्रतिक्रिया दिँदै जनकपुरमा तनाव तर गृहमन्त्रीको फोन अफ भन्ने प्रतिक्रिया समेत दिएका थिए। त्यस यता उनले निरन्तर स्ट्याटसहरू समेत राखिरहेका छन्। पटक पटक धरानको मेयर हुँदा त्यहाँ गाई काटेर भोज गराउने मेयर, अनि त्यो भन्छ हामी हिन्दू होइनौँ, म चाहिँ क्रिस्चियन हो, म चाहिँ पृथ्वी कुन रे लम्बरलाई मान्छु, गाई काट्छु, अनि उसलाई जानकी मन्दिर किन आउनु पर्यो? यहाँको सबैभन्दा यहाँको सिडिओ र एसपीलाई उहाँमाथि प्रतिबन्ध लगाइदिनु पर्यो कि जानकी मन्दिरमा तिमी नजाऊ, किनभने त्यहाँ धार्मिक द्वन्द्व हुन्छ। फेरि त्यसपछिमा कसले लिन्छ? हामी त्यसैलाई हर्क साम्पाङलाई रोक्न आएको, मन्दिरभित्र प्रवेश निषेध गर्नलाई आएको।
संरक्षण दिने मान्छे भित्र छिन्न पाउँदैन संस्कृतिको केन्द्रीय अध्यक्ष हट समाज मुर्दाबाद। हाम्रो गाउँको सम्पत्ति हो यहाँ। हाम्रो आदरणीय दाजु दिलबहादुर राईजी यहाँ यो एउटा चर्चको अगुवाई गरेर हिँडिराख्नु भएको छ। उहाँलाई यो मौका मिलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्रभुका जन एउटा प्रभुको राज्य स्थापित गरौँ, सुख शान्ति र सत्यको बाटोमा हिँडौँ भनेर एउटा पवित्र मनले सेवाकाई गरेर समाजलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने हेतुले आउनुका सम्पूर्ण प्रभुका जनहरूलाई जय मसीह भन्न चाहन्छु। म यहाँद्वारा समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने अभियान तपाईँहरूले पनि एउटा पवित्र ग्रन्थ बाइबलको माध्यमबाट पवित्र वचनहरूलाई मनमा लिएर त्यसलाई व्यवहारमा चरितार्थ गरेर समाजलाई बदल्नुपर्छ भन्ने तपाईँहरूको पनि एउटा अभियान छ। यो अर्थमा हाम्रो अभियान एउटै हो। म तपाईँहरू बिचकै एउटा मान्छे, म तपाईँ जस्तै एउटा मन परेको मान्छे। हाम्रो देश किन पछि पऱ्यो? तमाशा देख रहा थी कि लड़ाई हमरा सबके नहीं है। आजकल के हिंदू समाज में हिंदू मंदिर में प्रवेश करके कौन जी कह रहे जे हमरा गाय के नहीं मानते, जे हमरा माता के पूजनीय नहीं मानते, ओकरा मंदिर से आस्था से कौन धर्मशाला करे, ओकरा हम सब नहीं छिरा देबै। और सबके साथ सपोर्ट के जरूरी है। सिर्फ तमाशा नहीं देखू, कार्य करने में आके बहिन बेटी तक पहुंचे तब वहां सब साथ सपोर्ट देबै, तब वहां से बचबै। ये सरकार सब हिंदू ना है, एकरा से कर्तव्य ना है। राज के बात है, किस धर्म के बात है? जानकी मंदिर के दुकानदार सब है, जानकी मंदिर तो चल रहा है, लेकिन जब जानकी मंदिर बढ़ा जाए तो एक का दुकानदार अगाड़ी नहीं आए। लेकिन हम अगर क्या प्रोटेक्शन कर दीजिए, अगर आगे जगह पर मस्जिद है, मियाँ से दुकान दे गिरा तो सब अपन गिरा कर अगाड़ी देते। लेकिन हिंदू साहब हमरा मन कथी करिया, हम सब छोटे हिंदू के पूजे लगे। ये सब हिंदू विरोधी साहब हिंदू के नाम पर कमाई वाला है, मंदिर के नाम पर कमाई वाला है। लेकिन जब हिंदू के बात आए तो एक बाजी आगाड़ी नहीं बढ़ा, खाली हिंदू सम्राट बड़ा है। अगला हिंदू साहब अगर आदम सपोर्ट नहीं कर सके छे, विरोध नहीं करो। हां सब काम हम सब छीन रहल छी। लखेट्नु पर्ने मान्छेलाई नि लखेट्नु भएछ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले हैन। र यो धर्मको नाममा चाहिँ लखेट्नु भएको अलिकति मलाई चित्त बुझेन र आज म भिडियो बनाउँदैछु। तर उहाँलाई लखेट्नु पर्ने नि हो, किनभने उहाँले अहिले हाम्रो देश नेपालमा चाहिँ धेरै राजनीति गरिराख्नु भएको छ। लासमा पनि राजनीति गर्नुभएको छ र हरेक कुरामा राजनीति गरिराख्नु भएको छ। र मलाई कहाँबाट रिस उठ्यो भनेदेखि हर्क साम्पाङबाट
उहाँले जुन बेला क्युआर राखेर चाहिँ पैसा उठाउनु भएको थियो त्यसले नभएर मन्दिरमा राखेको र चढाएको पैसा चाहिँ चोरेको हुँदाखेरि र तपाईँहरूलाई मैले यो भिडियो पनि राखिदिएको छु अगाडि हेर्न सक्नुहुन्छ मन्दिरबाट कसरी पैसा लुटेको छ र कसरी चाहिँ अब चोरेको छ भन्ने कुराहरू तपाईँहरूले यो भिडियोमा हेर्न सक्नुहुन्छ र मैले प्रमाणका साथ राखिदिएको छु हजुरहरूले हेर्नुहोला भिडियो होइन र मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो अब कस्तो नियत छ के छ भन्ने कुराहरू त अब त्यो खासै थाहा छैन तर पनि अब जानकी मन्दिरमा बा पैसा उठाउनकै लागि अब सानो सानो मन्दिरबाट उठाइसक्नु भएको हुँदाखेरि जानकी मन्दिरमा पनि अब पैसा चाहिँ अब टन्नै हुन्छ अब पशुपति क्षेत्रमा पनि अब उहाँहरूलाई छिर्न दिएको छैन र जानकी मन्दिर भनेको त अब एकदमै लगभग के अरे नेपालको सबैभन्दा ठुलो मन्दिरै जानकी मन्दिर अनि पशुपति मन्दिर होइन अब कुन कुन मन्दिर छ त्यो त मलाई त्यति थाहा भएन तर मैले जानेको चाहिँ अब पशुपति मन्दिर र जानकी मन्दिर अनि अर्को एउटा 8-9वटा मन्दिर छ नेपालमा होइन र यो मन्दिर चाहिँ अब एकदमै ठुलो हो भन्ने कुराहरू चाहिँ अब भनिराख्नु भएको छ र राम मन्दिर जानकी मन्दिर हो होइन र उहाँले अब के भनिराख्नु भएछ भने हर्क साम्बाङले मलाई रामले चाहिँ अब नआउनु भनेका होइनन् होला भनेर चाहिँ अब धेरै कुराहरू गर्नुभएको छ र म मेरा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जातको कुरा ल्याएर चाहिँ धर्मको नाममा नगर्नुहोस् राजनीति नगर्नुहोस् होइन र यो जति पनि अब तपाईँहरूले अब लखेट्ने पर्ने मान्छेलाई नै लखेट्नुभयो र यो कुरा चाहिँ अब मलाई चाहिँ कहाँबाट चित्त दुखेको भने उहाँले जुन बेला एउटा सानो मन्दिरमा चाहिँ पैसा उठाइराख्नु भएको छ र पैसा ताला तोडेर पैसा उठाएर लिएर जानुभएको छ र त्यो कुरा चाहिँ मलाई चित्त नबुझिसकेपछि मैले यो भिडियो बनाउँदैछु र जे गर्नुभयो हाम्रो दाजुभाइहरूले एकदमै राम्रो गर्नुभयो तर यो जातको कुनै पनि धर्मलाई एउटा सम्मान दिनुपर्छ भन्ने कुराहरू मलाई चाहिँ त्यो लाग्छ र म कुनै पनि धर्मलाई मुस्लिम हिन्दू क्रिस्चियन कुनै पनि धर्मलाई म विरोध गर्नेवाला छैन र सबै धर्म एक हुनुपर्छ भन्ने कुराहरू अब त्यो के अरे थाहा छँदैछ तर अब हर्क साम्बाङ कुन धर्म मान्छन् कुन धर्ममा चाहिँ अब उसले गरेका छन् भन्ने कुराहरू तपाईँहरूलाई कसैलाई सिकाइराख्नु पर्ने आवश्यक पनि छैन र सिकाउनु पर्ने अब उहाँ चाहिँ अब कुन धर्म मानि आउनु भएको भन्ने कुराहरू यो भिडियोमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ र उहाँले कुनै बेला गाई काटेर खान पाउनुपर्छ राष्ट्रिय जनावर चाहिँ सुँगुर बनाउनुपर्छ भनेर भन्दै गर्दाखेरि अब आर्यन राईलाई पनि लखेटेका छन् होइन र के भन्छ नि अब मेन मान्छेलाई पनि अहिले अब लखेटियो र यो चाहिँ उहाँहरूको बोली वचन उहाँहरूको अब बानी व्यवहारले गर्दाखेरि लखेटिएको छ र उहाँलाई म के भन्न चाहन्छु भने यति मात्रै भन्न चाहन्छु जति पनि यो तपाईहरुले राजनीति गरिराख्नु भएको छ तपाईले धेरै राजनीति गर्नुभयो हामी भएको भए पनि तपाईलाई चाहिँ लखेट्थ्यौं के यो चाहिँ एकदमै कन्फर्म हो किनभने तपाईको बिहोरालाई लखेटेको हो यो भनेको हैन र तपाई एउटा क्रिस्चियन भएको कारणले नै तपाईलाई लखेटेको हैन र तपाईलाई चाहिँ तपाईको बिहोराले तपाईको बोली वचनले तपाईले जति पनि फेसबुकमा स्टेटस हाल्नु भएको छ त्यसको कारणले तपाईलाई लखेटेको हो र तपाई किन लखेटिनु भयो कसरी लखेटिनु भयो भन्ने कुराहरु अब विस्तारै तपाईहरुलाई अब थाहा नै छ होला र खोटाङ जिल्लाबाट जितेर आउनु भएका आर्यन राईलाई पनि लखेटिसकेका छन् हैन र तपाईलाई पनि लखेटिसकेका छन् अब एउटा बाँकी छ एउटा भुसिया कुकुर भोजपुरको एउटा धुर्बे हात्ती हैन धुर्बे हात्तीलाई अब कुन दिन कसले कहाँबाट अब भडखारातिर हाल्दिन्छन् त्यो थाहा छैन त्यही भएको कारणले अलिकति बोल्नु भन्दा अगाडि
केही कुरा सोचेर केही कुरा बुझेर मात्रै बोल्ने गर्नुहोस् सबैजनालाई म यही भन्न चाहन्छु र जनता यदि मूर्ख पनि छैनन् कि तपाईहरुले जे गर्दा पनि हुन्छ जसो गर्दा पनि हुन्छ भनेर चाहिँ अब अहिलेको जमानामा कसैलाई पनि हेप्नु भनेको कसैलाई पनि अब त्यो के अरे गर्नु भनेको चाहिँ एकदमै ठुलो पाप हो जस्तो लाग्छ मलाई चाहिँ र जे काम गर्नुभयो हाम्रो दाजुभाइ दिदीबहिनीहरूले एकदम ठिक गर्नुभएको छ र तपाईहरुलाई यो उसमा मात्रै हैन डाँडै कटाउनुपर्छ भन्ने कुराहरू चाहिँ मैले पनि अब गरेको छु पहिल्यैदेखि र तपाईहरुलाई एउटा जातभातको कुरा ल्याएर एउटा उसको कुरा ल्याएर त्यो गरिएको छैन र म त्यो गर्न पनि चाहदिन किनभने मेरो बालापनै अब राई मगर तामाङ भोटे जति पनि यो जात जाति हुनुहुन्छ उहाँहरुकै काखमा हुर्केको मान्छे हो म त्यही भएर म कसैलाई पनि आरोप लगाउन चाहदिन तर तपाईको हर्क साम्पाङको हरकत एउटा चोर जस्तो अब मन्दिरमा पैसा उठाउनु भनेको चाहिँ मन्दिरबाट पैसा लुट्नु भनेको चाहिँ अब एकदमै ठुलो पाप हो हैन र तपाईहरुलाई यदि पैसा लुटेको अब पैसा चाहिँ उठाएको चाहिन्छ भिडियो भने मैले यो भन्दा अलिकति अगाडि राखिदिएको छु भिडियो हेर्न सक्नुहुन्छ र उहाँ चर्चमा गएर पनि कसरी अब भाषण गर्नुभएको छ के गर्नुभएको छ सबै भिडियोहरू मैले यहाँ राखिदिएको छु र जानकी मन्दिरमा जान खोज्दाखेरि चाहिँ लखेटेको भिडियो पनि मैले यहाँ राखेको छु हैन र कसरी अब हाम्रो आर्यन राई र हर्क साम्पाङलाई लखेटेका छन् हाम्रा साथीभाइ दिदीबहिनी हैन आमा बुबाहरूले चाहिँ एकदमै अब सही गर्नुभयो भन्ने कुराहरू चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ र हजुरहरूलाई के कसो लाग्छ हजुरहरूले मलाई यो जातको कुरा ल्याएर चाहिँ अब यस्तो के अरे कसैले अब यस्तो जात भनेर चाहिँ अब धेरैजनाले भन्नुहुन्छ त्यही भएको कारणले म कसैलाई त्यो जातको कुरा नल्याउनुहोस् भनेर मैले बारम्बार भन्दाखेरि पनि उहाँहरूले सुन्नु भएको छैन र मलाई यस्तो जातभातको कुरा गर्दाखेरि चाहिँ मलाई एकदमै रिस उठ्छ किन रिस उठ्छ भन्नुहुन्छ भने म सानैदेखि म एउटा राई दिदीहरुको उसमा काखमा हुर्केको मान्छे र त्यही भएर म तपाईहरुलाई बारम्बार भन्ने गर्छु यो जातको कुरा ल्याएर चाहिँ त यस्तो त उस्तो भनेर नभन्नुस् भनेर मैले बारम्बार भन्ने गर्छु तर तपाईहरु सुन्न चाहनुहुन्न त्यही भएको कारणले तपाईहरुलाई म यति मात्रै भन्न चाहन्छु जुन मान्छेलाई लखेट्नु पर्ने थियो त्यो मान्छेलाई लखेटिसकेका छन् र मलाई चाहिँ एकदमै खुसी लागेको छ एकदमै धेरै अब भएको आटेको छाउरा छाउरीलाई चाहिँ हो यसै गरी लखेट्नुपर्छ है साथीहरु सबैजनाले मिलेर हैन र यिनीहरुको आतंक धेरै भएको छ त्यही भएर चाहिँ यिनीहरुलाई हो यस्तै गरी लखेट्नुपर्छ सबैजना चाहिँ एकजुट भएर यी माटेका किराहरुलाई माटेका उहरुलाई चाहिँ राम्रोसँगले चाहिँ अब यसै गरी लखेट्नु चाहिँ एकदमै पर्छ र यी अराजकहरू चाहिँ अब माटेका ग्याङहरू अब धेरैजनालाई सामाजिक सञ्जालमा जथाभावी बोलेका छन् जथाभावी गरेका छन् र यो चाहिँ अहिले हर्क साम्पाङकै आफ्नै कारणले चाहिँ अब यो पार्टी सकिने अवस्था आइरहेको छ र अब क्युआर बाट नपुगेर मन्दिरबाट चाहिँ पैसा चोर्न थालिसकेका छन् र हजुरहरूलाई के कस्तो लाग्छ यो माटे ग्याङहरुको चर्ती कला हजुरहरूले कमेन्ट गर्नु होला हैन र मलाई चाहिँ एकदमै नराम्रो लागेर चाहिँ हजुरहरुमा आज मैले भिडियो लिएर आएको छु र हजुरहरुको माया साथ सपोर्ट र मलाई माया गर्नुहुने सम्पूर्ण मेरा आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई सबैभन्दा पहिला त म दशमला जोडेर माफी माग्न चाहन्छु र हजुरहरूले जुन माया दिनुभएको छ माया गर्नुभएको छ र यो माया कहिल्यै पनि नछुटाइदिनु होला र मेरो युट्युब च्यानल दुर्गा वन्डरलाई लाइक कमेन्ट शेयर सब्स्क्राइबर गर्न नबिर्सिनु होला र यी माटेका किरा फट्याङ्ग्रालाई चाहिँ हो यसै गरी देशबाटै लखेट्नु माटे ग्याङले अति गरेका थिए र माटे ग्याङको नाइकेलाई नै अब यसरी लखेटिसकेपछि त यी छाउरा छाउरीलाई लखेट्न त के बेर लाग्छ र हैन र साथीहरु र तपाईहरुलाई एकदमै खतरा छ भिडियो
सबैजनाले फुल भिडियो हेर्नु होला र के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला र एकदमै राम्रो भिडियो छ हजुरहरूले हेर्नुहोस् र हाम्रा जनता सोझा साझा छैनन् भन्ने कुराहरू चाहिँ यो भिडियोमा बताइएको